Hello, good morning. Welcome back to my channel. है आज चाहिँ 2 दिन भयो हामी दिल्लीमा आएको हिजो राति पुगेको थिए है अनि सो अहिले चाहिँ हामी होटल सेरामा छौं है अनि अब अहिले हामी ब्रेकफास्ट आई मिन कफी पिएर है फ्रेश भएर अनि कश्मीर गेट त्यहाँ जाने समय त्यहाँ बस स्टेशनमा गएर बस लिएर अनि वीर भन्ने ठाउँमा जाने समय है होपफुली अनि अहिले बस पाउँछ गाडी पाउँछ भन्ने आशा छ है नभए गाडी राति मात्र पाउँछ भन्दै रहेछ अहिले बिहानै गयो भने चाहिँ अहिले बिहानको 5:30 भइराछ है सो होपफुली अब 6 बजेसम्म त्यहाँ पुगेर हामीले गाडी पाउँछ भन्ने आशा छ है गुड मर्निङ गाइज गुड मर्निङ अनि हिजो राति चाहिँ हामी यता मन्जुटिला भित्र बसेको थियौँ हो अब अहिले चाहिँ चट्ट टेम्पो एउटा लिएर कश्मीर गेटमा जानेछौँ है त ए ल अब चाहिँ हामी कश्मीर गेटमा पुग्यौँ त्यहाँदेखि बस लिएर जानेछौँ है त यहाँ चाहिँ बाटो पनि दामी रहेछ हो डाइरेक्ट भित्र त्यहाँ छ है बस स्टेसन एयरपोर्ट जस्तो रहेछ त यो बस स्टेसन यो एकदम ठुलो रहेछ यहाँ चाहिँ बस स्टेसन मात्र हैन कि मेट्रोदेखि लिएर सबै सँगै रहेछ हो त्यही भएर रहेछ अनि चेकिङहरु पनि टाइट रहेछ है यप दामी वाह हामी चाहिँ एकदम लकी भयो है ठ्याक्कै आउने बित्तिकै ठ्याक्कै बस निस्किँदैछ हो एकदम लकी भयो 6 बजे ठ्याक्कै निस्किने रहेछ बस हो ठ्याक्कै 6 बजे पुग्यो हामी यप हाम्रो बस हो है हिमाचल पथ परिवहन निगम HRTC अनि अहिले खै हामी कहाँ आइपुगेको थियौँ नि थाहा छैन हौ एउटा बस स्टेसनमा आइपुगेछ हुन चण्डीगढ नागेर अलि माथि आएको छ है अनि अहिले चाहिँ सर्ट ब्रेक हो यप अब बेलुकातिरसम्म चाहिँ वीर पुगेर अनि चौसासेरा पुग्छ है त वाउ अहिले चाहिँ हामी उना भन्ने ठाउँमा छौँ है उना अनि यताको बस स्टेसन हेर्नु न यो के हो के साह्रो ठुलो हो मेरो विचारमा मुभी हल यस्तोहरू नै होला कि एकदम ठुलो रहेछ अनि अहिले चाहिँ दिउँसो 2:30 भइरहेछ है ओके राति 6-7 बजीतिर पुग्छ होला हामी हेर्नुहोस् बस स्टेसन कत्रो रहेछ बल्ल बल्ल यता जङसर गुम्बामा पुग्यो हामी राति 8:30 12 घण्टा लाग्यो बसमा लोकल बसमा आएको थिएँ गेट पनि बन्द रहेछ अहिले त अब खै अहिले चाहिँ हामी यता क्यान्टिनमा आएको छौँ डिनरको लागि थाक्यो है थाक्यो कस्तो 13 घण्टा लाग्यो 13 हो कि 12 हो बसमा अनि अहिले चाहिँ यता जौसासेरामा बल्ल तल्ल पुगेर ठ्याक्कै टाइममा पुगेछ हामी
किनभने 9 बजे बन्द गर्ने रहेछ अनि अब 10 मिनट छ चट्ट लाएर अब म्यागी कफी खाएर चाहिँ अनि रुममा जाने हो अनि भोलि चाहिँ मजाले देखाउँछु यो गुम्बा चाहिँ